आगामी दिनमा फेरि पनि कम्युनिस्टहरूको एकीकरणको विकल्प छैन, वामपन्थीहरूको एकताको विकल्प छैन। वामपन्थीहरूको एकता, कम्युनिस्टहरूको एकताको साथै सबै चाहिँ लोकतान्त्रिक शक्तिहरू, सबै देशभक्त र राष्ट्रवादी शक्तिहरूसँग सहकार्य गर्दै मुलुकको चाहिँ लोकतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा र आर्थिक सामाजिक रूपान्तरणको विकल्प छैन। त्यस कारणले गर्दाखेरि सबै शक्तिहरूको बीचमा सहकार्यको निम्ति कम्युनिस्टहरूको एकीकरण अनिवार्य शर्त हो। यही अभियानमा हामी विगत केही समयदेखि चाहिँ नेपाली कम्युनिस्ट पार्टी निर्माणको यात्रामा लागिरहेका छौँ। विभिन्न घटकहरूको बीचमा नेपाली कम्युनिस्ट पार्टीको निर्माणको अभियानमा लागिरहेका छौँ, पार्टी एकीकरणको अभियानमा लागिरहेका छौँ। यो अभियानको क्रममा विगत कालमा नेकपा गठन गर्दाखेरिको जुन अवस्था थियो, जुन विचारधारा थियो, मार्क्सवाद लेनिनवादको आधारमा, त्यो जगमा मार्गनिर्देशक सिद्धान्तको आधारमा समाजवादी क्रान्तिको लक्ष्य लिएर तत्कालको न्यूनतम कार्यक्रम तपाईको सबै प्राप्त उपलब्धिहरूको रक्षा गर्दै र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवादी क्रान्तिको पूर्वाधार तयार गर्ने न्यूनतम कार्यक्रमका साथ चाहिँ यतिखेर फेरि पनि एकीकरणको प्रक्रियामा अगाडि बढ्नुपर्ने आवश्यकता छ र त्यसो गरेर मात्रै मुलुकको सङ्कटको सम्बोधन गर्न सकिनेछ, समस्याको सम्बोधन गर्न सकिनेछ भन्ने आशा र विश्वासका साथ हामी नेपाली कम्युनिस्ट पार्टी निर्माणको बृहत्तर एकता अभियानमा लागिरहेका छौँ। यही सन्दर्भमा यहाँहरूको महाधिवेशनबाट पनि भविष्यमा भावी कम्युनिस्ट आन्दोलनको एकीकरण, कम्युनिस्टहरूको एकीकरणको दिशामा महत्त्वपूर्ण निर्णयहरू लिन सफल हुने